दर्शकबिन रवि लामिछानेको मुद्दामा आज पनि फरक आदेश आइदियो, पूर्ण इजलासमा पठाउने आदेश आइदियो। किनकि अन्तिममा आज पनि अपेक्षा गरेका थिए धेरैले रवि लामिछानेलाई कि चाहिँ दुवै मुद्दा फिर्ता लिन्छ कि के गर्छ भनेर। तर यति बेला हामीसँग दिनेश त्रिपाठी हुनुहुन्छ जो रवि लामिछाने विरुद्ध जो लडिरहनु भएको छ केस। रविको विपक्षमा म एकचोटि जोड्दैछु है त। के हो खास बताइदिनुहोस्। अब यसमा के हो भने यसमा चाहिँ मुद्दाको चाहिँ सुनवाई भयो, दुईजनाको बिचमा यो र सुनवाई भइसकेपछि आज चाहिँ यो 3-4 दिनदेखि लगातार सुनवाई भइरहेको थियो, बिचमा बिदाहरू पनि पर्यो। त्यस कारण त्यो आज चाहिँ अदालतको आदेश के आयो भने पूर्ण इजलासमा सुनवाई हुने, अर्थात् के हुन्छ भने दुईजना न्यायाधीशको अब यो राय बाजिएको स्थिति हुनसक्छ। र यस्तो स्थितिमा के हुन्छ भने किनभने विषयवस्तुको मुद्दाको जटिलता र गम्भीर कुराहरूलाई सेटल गर्नुपर्ने यदि इजलासलाई लागेको बेलामा यो मुद्दा चाहिँ के छ कुनै इजलासमा पठाउने व्यवस्था हुन्छ। कुनै जटिल कानुनी प्रश्नहरू देखेर न्यायाधीशहरूको राय नमिलेको स्थितिमा जटिल कानुनी प्रश्नहरू भएको बेलामा यस्तो स्थितिमा चाहिँ मुद्दा चाहिँ कुन सुनवाईमा चाहिँ पूर्ण इजलासमा पठाउने चाहिँ व्यवस्था हुन्छ। र यो मुद्दा चाहिँ पूर्ण इजलासमा पठाइएको छ, अर्थात् चाहिँ के छ भने 3 जनाको इजलासमा यो सुनवाई हुन्छ। अहिलेसम्म यो 2 जनाको इजलासमा यो मुद्दा सुनवाई भइरहेको थियो। अब यो मुद्दा 3 जजेस बेन्चमा यो चाहिँ सुनवाई हुनेछ। र 3 जनाको इजलासमा सुनवाई हुँदाखेरि यसको एउटा फाइदा के हुन्छ भने यो चाहिँ यसको चाहिँ गम्भीरता, यो नजिरको गम्भीरता बढी हुन्छ। किनभने पूर्ण इजलासको नजिर डिभिजन बेन्चको नजिरभन्दा त्यो चाहिँ गहिलो मानिन्छ, त्यो चाहिँ त्यसको ग्राभिटी हाई हुन्छ। त्यसले गरेको फैसलाको दीर्घकालीन महत्त्व हुन्छ। किनभने पछि पनि रेफरेन्स दिँदाखेरि 3 जजेस बेन्चले यो इस्युलाई सेटल गरिसकेको छ। 3 जजेस बेन्चले सेटल गरिसकेपछि यो इस्यु चाहिँ के छ भने एउटा सेटल हुन्छ। र अब त्यसलाई चाहिँ के छ भने हामीले एउटा सकारात्मक रूपमा लिनुपर्छ। किनभने यो मुद्दा चाहिँ एउटा लामो समयसम्मका लागि यसको चाहिँ यो सेटल हुने भयो। र आजको चाहिँ अदालतको आदेशको चाहिँ विषयवस्तु यही भनेको अब फुल कोर्टमा को रहनुहुन्छ, प्रधान न्यायाधीश सहितको होइन, प्रधान न्यायाधीश भन्ने हुँदैन, यो पनि हुनसक्छ। किनभने कम्तीमा 3 जना न्यायाधीशहरू हुन्छन्। यो पनि चिट्ठामै हुन्छ, यो पनि चिट्ठामै हुन्छ, यो पनि चिट्ठामै हुन्छ। संवैधानिक इजलास होइन कि फेरि सुनिल पोखरेल पर्नुभयो भने के गर्नुहुन्छ तपाईँ? होइन, अब त्यो पर्नुभयो भने त अब त्यो सुनवाई हुँदैन। भनेको अहिले 2 जनाले नभएपछि राय बाजे पछाडि अब तेस्रो अब भनेर 3 जनाको बेन्चमा यो सुनवाई हुन्छ। हजुरलाई के लाग्छ अब कस्तो खालको आदेश आउला? हुन त तपाईँ निवेदकको हिसाबले पनि हामीले यसरी भन्न मिल्दैन। अब चाहिँ त्यो चाहिँ बेन्चको कुरा हो। अब चाहिँ 3 जनाको यदि राय मिल्यो भने एक किसिम त्यही राय भइहाल्यो। 3 जनामा 2 जनाको जे राय हुन्छ त्यही अदालतको आदेश हुन्छ। तर तपाईँ त अहिलेसम्म पनि रवि लामिछानेको विपक्षमै यो निवेदकको हिसाबले जोडिनु भएको हिसाबले पनि होइन, यहाँको माग दाबी हाम्रो त हुन्छ नि, माग दाबी थोरै परिवर्तन हुन्छ। अनि के हो खास वास्तविक? होइन, माग दाबी त हामीले यो सरकारले होइन, यो जुन चाहिँ मुद्दा फिर्ता लिने संशोधनको आवरणमा जुन मुद्दा फिर्ता लिएको छ त्यो मेरो रिट निवेदनको भनाइ के छ भने यो प्रथम दृष्टिमै यो गैर कानुनी छ, यो दुराशायुक्त छ, बदनियतपूर्ण छ, यो चाहिँ गर्न मिल्दैन। यसले नेपाललाई चाहिँ एउटा चाहिँ ब्ल्याक लिस्टेड बनाउँछ। किनभने यो सम्पत्ति शुद्धिकरणको मुद्दा भनेको यो संहिताको दफा 116ले फिर्ता गर्न नमिल्ने सूचीमा राखेको छ। त्यो फिर्ता हुनै सक्दैन। फिर्ता नहुने मुद्दालाई चाहिँ तपाईँले चाहिँ संशोधनको आवरणमा त्यसलाई फिर्ता लिँदै हुनुहुन्छ। यो चाहिँ महान्यायाधिकताको जुन यो चाहिँ निर्णय हो यो कपटपूर्ण छ, यो दुराशायुक्त छ। त्यस कारण चाहिँ के छ भने यो बदल गरियोस् भनेर यो बदल गर्ने हाम्रो मेरो चाहिँ रीति निवेदनको माग थियो। भोलि यही अनुसारको निर्णय भयो भने तपाईँहरू मान्ने कि नमान्ने? होइन, बदल भयो भने त भइहाल्यो नि। होइन, सदर भयो भने होइन, अब त्यो त अदालतको जे आदेश हो हामी सबै त्यसलाई स्वीकार गर्नुपर्छ। त्यसमा चाहिँ अलिकति लिमिट बस्छ होइन, हप्तामा पनि। त्यसले गर्दा सुनवाई अझै ढिला हुन्छ। कहिलेतिर होला जस्तो छ? अब कहिलेलाई तोक्छ अहिलेलाई म भन्न सक्दिनँ होइन, प्रक्रिया लम्बिनी भयो। अब त्यो त हाम्रो हातमा हुँदैन, त्यो चाहिँ अदालतको कुरा हो। भनेको मिति तोकिया छैन होइन। अब आजै कहाँ मिति तोक्नु छ होइन, आजै कहाँ मिति तोक्नु छ? मिति तोक्ला त्यो त अदालतको एडमिनिस्ट्रेसनको कुरा हो, प्रशासनको कुरा हो। त्यसमा हाम्रो कुनै कन्ट्रोल हुँदैन, हाम्रो कुनै बस हुँदैन। तर मेरो पनि एउटा के छ भने यो मुद्दा चाँडै टुङ्गिदिए राम्रो होइन। किनभने हामी पनि अब धेरैचोटि बहस गरियो, फुल फ्लेज बहस गरियो। अब हाम्रो पनि त समय खर्च भइरहेको छ। एकहोर एउटै मुद्दा यसरी लम्बिँदाखेरि
अलिअलि बढी आलोचना भइरहेछ नि एउटा निर्णय त दिन सक्दैन अदालतले किन यस्तो गरिरहेछ ल पक्ष विपक्ष आफ्नो ठाउँमा छ सदर होस् बदर होस् त्यो चाहिँ त अब अदालतको कुरा हो त्यसमा मैले के भन्न मिल्दैन अदालतमा अब न्यायाधीशहरूको चाहिँ राय मिलेन कहिले चाहिँ यसलाई पूर्ण सुनवाई पठाइयो कहिले चाहिँ के छ भने अब फाइलहरू झिकाउने आदेश गरियो निर्णयहरू झिकाउने आदेश गरियो त्यो चाहिँ के छ भने हाम्रो कन्ट्रोलभित्रको कुरा हो हाम्रो त्यसमा केही पनि से हुँदैन अब त्यो अदालतको जे आदेश हो त्यसलाई हामीले मान्नुपर्छ स्वीकार गर्नुपर्छ र त्यो प्रक्रियालाई चाहिँ फलो गर्नुपर्छ जस्तो अधिवक्ता दिनेश त्रिपाठी सहकारी पीडितको पक्षमा हुनुहुन्छ सहकारी पीडितलाई पैसा फिर्ता गर्नुपर्छ खानुहुन्न भन्ने पक्षमा हुनुहुन्छ तर पनि तपाईँ रवि लामिछानेको पछाडि मात्रै वा रवि लामिछानेलाई मात्रै टार्गेट गरेर लाग्नुभयो भन्ने आरोप छ नि सहकारी पीडितको पक्षमा भन्दा पनि रवि लामिछानेको पक्षमा लाग्नुभयो यो चाहिँ त अनावश्यक चाहिँ प्रोपोगन्डा हो यो के हो भने हरेक जुन सहकारीका पीडक त्यस्ता धेरै मुद्दाहरू मैले जो सहकारीका पीडकहरू छन् मैले यहाँबाट नेपालगञ्ज पनि पुगेर बहस गरेको छु उनीहरूलाई पनि सजाय गराएको छु काठमाडौँकै पनि धेरै सहकारीका आन्दोलनकर्ताहरूलाई मैले सजाय गराएको छु त्यसमा चाहिँ के भने त्यो अब तर अब के हुन्छ भने रवि लामिछाने चर्चित व्यक्ति हुन् सांसद हुन् उनको मुद्दाको चाहिँ मिडियामा चर्चा हुन्छ अब अरू मुद्दाको चर्चा हुँदैन कुरो त्यति मात्रै हो पीडितले पैसा पाए कि पाएनन् अहिलेसम्म तपाईँ मुद्दा लडिरहँदाखेरि होइन पैसा त पीडितले न्याय पाएका छन् कि छैनन् होइन न्याय त अब न्यायको लागि हामी लडिरहेको हो न्यायलाई सहजीकरणको लागि लडिरहेको हो र अब यो चाहिँ त के हो भने अब मुद्दाको प्रक्रिया अगाडि बढ्छ र त्यसपछि चाहिँ के छ भने पीडितहरूले अफकोर्स पीडितले न्याय पाउनै पर्छ पैसा फिर्ता पाउनै पर्छ पीडितलाई न्याय बनाउने भन्दा न्याय दिने भन्दा रवि लामिछानेलाई पीडक बनाउने तर अलिक बढी अग्रसर भयो कि भन्ने यस्तो कुराको त्यस्तो चाहिँ होइन यस्तो कुरा 100% होइन र यो कुरा अननेसेसरी कुरा पनि नगरौँ के होइन जवाब त तपाईँमाथि उठेका प्रश्नको उठेका प्रश्न छोड्यौँ के प्रश्न त्यो त्यस्तो प्रश्न उठाउन मिल्छ हामीले त एउटा कानुन व्यवसायी हौँ हामीले चाहिँ पीडितलाई होइन यसमा चाहिँ अधिवक्ताज्यू मलाई पनि मैले पनि प्रश्न गरिरहेको यसमा चाहिँ अहिलेसम्म किन पीडितले पैसा पाएनन् 2 वर्ष भयो यो मुद्दा कुनै पनि पीडितले एउटा मात्र भएन कुनै पनि पीडितले त्यसको लागि त मुद्दा फैसला हुनु पर्यो मुद्दा फैसलै नभइकन मुद्दा त फैसला हुनु पर्यो मुद्दा हामी चाहन्छौँ मुद्दा चाँडोभन्दा चाँडो टुङ्ग्यो हाम्रो हातमा छैन हाम्रो हातमा त्यति छ त्यति प्रयास गरिरहेको छ सरकारले भन्छ फिर्ता गर्छौँ हामी त्यो 100 दिनको जुन क्रियाकलापमा त्यसको प्रशंसा गर्नुहुन्छ दिनेश त्रिपाठीले त्यसलाई कसरी हेर्नु भएको छ पैसा फिर्ता भयो भने त्यसलाई चाहिँ हामीले स्वागत गर्नुपर्छ तर पैसा फिर्ता गर्नका लागि चाहिँ रवि लामिछानेको यो मुद्दा फिर्ता हुनुपर्छ भन्ने छ नि उहाँहरूको बार्गेनिङ त्यो कुरासँग म सहमत छैन त्यो कुरा बेकार त्यो त क्लियर छ अब के भन्नुहुन्छ अन्तिममा सहकारी पीडितले न्याय पाउँछन् कि पाउँदैनन् कि रवि लामिछाने मात्रै पीडक बनाउने हो सुन्नुहोस् न सहकारी पीडितले न्याय पनि पाउँछ उनीहरूको पैसा पनि फिर्ता हुन्छ लास्ट क्वेसन केपी शर्मा ओलीको विषयमा तपाईँले बन्द प्रत्यक्षीकरणको मुद्दामा हिँडिरहनु भएको छ होइन मेरो यहाँ